सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि म नयाँ भिडियो लिएर आइसकेँ आफ्टर लङ टाइम। पछि चाहिँ म फेरि यसरी रिफ्रेस हुनलाई एक्लै आएँ कि यो चाहिँ म आजभन्दा 1 वर्षतिर अगाडि पनि आएको थिएँ यो ठाउँमा। त्यस पछाडि आज चाहिँ आइतबार हो नि त, अनि छुट्टी थियो, त्यही भएर मलाई झ्याउ लाग्यो रुममा बस्नलाई। अनिखेर म एक्लै आइदिएँ। मेरो साथीहरूको चाहिँ काम छ अनि म चाहिँ एक्लै आइदिएँ। यहाँनिर हेर्नु म कहाँ आइपुगेँ। यस्तो छ मेरो आजको हालत चाहिँ। कस्तो छ कस्तो देख्छ थाहा छैन। अहिले म पर जान्छु कि मलाई मन पर्ने ठाउँमा हेरेको। आज त कति धेरै मान्छे आएर रहेछ कि। पहिला हामी 3 जना मात्रै आउँदाखेरि त खासै मान्छे आएको थिएन। यो पार्क घरमा नि गाडी थिएन नि त। आज त कति धेरै गाडी नि छ, साइकल नि छ। त्यही भएर मलाई चाहिँ बोल्न नि अप्ठ्यारो लागिरहेको छ। अनि अब म उता साइकल लिएर जानु पर्यो। त्यतैबाट जान्छु म घर। तपाईँहरूले पहिलाको भिडियो हेर्नु भएको छ भने चाहिँ पहिला हामीले यहाँबाट आइसक्रिम निकालेर खाएको थियौँ नि त। यहाँबाट आइसक्रिम निकालेर खाएको थिएँ। तर आज म एक्लै छु, त्यही भएर म आइसक्रिम खाँदिनँ। म पानी निकालेर खान्छु यहाँ। आज चाहिँ यो भित्र गेम भइरहेको रहेछ होइन। हामी बस्न मिल्छ कि मिल्दैन थाहा छैन। त्यही भएर म चाहिँ यसको पछाडिबाट गइरहेको छु यता। यति राम्रो जङ्गल छ। थाहा छैन किन मलाई जङ्गल मात्रै मनपर्छ। यहाँबाट पछाडि निस्किन मिल्छ जस्तो लाग्थ्यो र त्यही भएर म साइकल लिएर यताबाट आएको कि। अहिले मिलेन भने म कहाँ जानु होला। मलाई त कस्तो लाज पो लागिसक्यो हौ। अस्ति न त मान्छे थिएन नि त। क्या रमाइलो भएको थियो। त्यही भएर आज पनि चल्दिएको त टन्नै मान्छे छ बा। लाज पो लाग्यो त, लाज। केही छैन, मैले मास्क लगाएको छु। ज्यादा माया हाँस्दै जानुला खुसी यता त्यस्तो के को जङ्गल छ। उपरबाट मान्छे आयो फेरि। भगवान् म चाहिँ होइन यहाँबाट साइकल लिएर गएको थिएँ कि। अनि उता फेरि टन्नै खेलाडीहरू रहेछ। अनि उनीहरूलाई डिस्टर्ब हुन्छ भनेर फेरि यही ठाउँमा साइकल पुऱ्याउन आएँ। मलाई चाहिँ यस्तो ठाउँहरू चाहिँ लास्टै मनपर्छ क्या। बाटो नि क्या खतरा बनाइदिएको। हेर्नु न, यहाँबाट गयो भने त अहिले उतै माथि अघि म जहाँबाट साइकल लिएर म माथि पुगेको थिएँ। अनि त्यस पछाडि यो भित्र पस्ने ठाउँ नै नदेखेर म फर्केर आएको कि। त्यहाँ पुग्छु होला जस्तो लाग्यो। अब भित्र पस्छु। एक्लै हाइकिङ आउनुको मजै छुट्टै छ गाइज। दुनियाँ थरीको त्यो हुन्छ नि, साथीहरू बनाउनु भन्दा, त्यो गसिप गरेर बस्नुभन्दा एक्लै यसरी हिँड्यो भने चाहिँ आफैलाई पनि रिफ्रेस हुन्छ। आजभोलिको स्वार्थी दुनियाँमा मान्छेहरूसँग कनेक्ट हुनुभन्दा नि यो नेचरसँग कनेक्ट भयो भने चाहिँ धेरै के भन्छ फाइदा हुन्छ जस्तो लाग्छ। त्यो ओभर थिङ्किङ नेगेटिभिटीहरूबाट धेरै टाढा हुन्छ जस्तो लाग्छ। त्यही भएर म चाहिँ एक्लै भए पनि निस्किन्छु साइकल लिएर। जहाँ पुग्छ। तर हिँड्नै सक्दैन अब त। अघि म यहाँसम्म साइकल लिएर आएको थिएँ क्या। फेरि साइकल पुऱ्याएर आएँ। हाइकिङ जानु पऱ्यो अनि पल्लोपट्टिबाट गएको कि। तर कस्तो त्यो नै आधी बाटै थिएन नि फर्केर आएको। एकदम माथि पनि जाने ठाउँ रहेछ। तर म यहाँ जाँदिनँ। पहिला गएको ठाउँमै जान्छु। मलाई त्यही राम्रो लाग्छ। यता हल्ला सुनिराख्नु भयो होला नि तपाईँहरूले। गेम भइरहेछ कि प्र्याक्टिस भइरहेछ सायद। यति धेरै मान्छे छ आज त बाफ्रे। किन होला कि म किन होला। यो खोला यो नाला पहिला पनि आएको हो। झ्याउ पो लाग्यो। लु फेरि माथिबाट आयो।
सोचिरहेको थिएँ मास्क खोलाउँ कि भनेर तर यताबाट दगुर्दै आयो अब खोल्दिनँ ढुङ्गै ढुङ्गाले यस्तो राम्रो बनाएको छ कि यताबाट आइरहेछ के बोल्नु र धेरै पछि स्टार्ट गरेर होला बोल्न पनि लाज लागिरहेछ अब चाहिँ कोही आउँदैन होला भन्ने विश्वासमा मैले मास्क खोलिसकेँ तर मेरो पछाडि मान्छे आइरहेको जस्तो लागिरहेछ आनन्द आयो जङ्गलमा नि यस्तो सुन्तला हुन्छ कि यो सुन्तला हो कि अमिलो हो हाम्रो जङ्गलतिर भएको भएदेखि नि यति बेला काँचैमा टिपेर खाइसक्थ्यो कसमला हेर्नु यस्तो रमाइलो छ एक्लै किन आउँछु त म एक्लै किन हिँड्छु त यस्तो राम्रो ठाउँमा यदि तपाईँहरूले पहिलाको भिडियो हेर्नु भएको छ भने नि हामी चाहिँ त्यति बेला आएर त्यो सुन्तला चोरेर अनि त्यसपछि यहाँ बसेर चटपटे खाएको थियौँ कि यहाँ लु त 0.5बाट बनाइदिन्छु म त 0.1बाट त कस्तो नदेखिने कि अब त मलाई देख्छु होला नि राम्रोसँग यहाँ बसेको म कति 1 मिनट भइसक्यो होला तर मलाई कति धेरै टाइम वेस्ट भयो जस्तो लाग्यो अब म यहाँबाट उठेर जान्छु म चाहिँ यहाँनिर एक्लै आएर के भन्छ टिकटक बनाउँछु अनि त्यस पछाडि फेसबुकहरूको रिल्स बनाउँछु भनेर आएको थिएँ कि तर वातावरण नै छैन गाइज किनभने मैले स्ट्यान्ड ठिक्क बनाउने बित्तिकै मान्छेहरू सानपो गर्नलाई आइहाल्छ कि अहिले पनि ऊ त्यो परबाट एउटा बाजे आउँदैछ ऊ त्यो माथिबाट अर्को बाजे आउँदैछ अनि मलाई मान्छेको छेउमा यति धेरै लाज लाग्छ कसरी बनाउनु हो र म जता जता जान्छु मान्छे त्यता त्यता आउँछ जस्तै लागिसक्यो आज त मलाई त यतापट्टि चाहिँ मान्छे धेरै छैन होला सोचेर आएको कि तर यतापट्टि धेरै मान्छे आयो कि अब जानु चाहिँ कहाँ म अब फर्किन्छु 4 बजिसक्यो फर्केन भने फेरि रात पर्छ एक्लै छु यता चाहिँ यस्तो फुल पनि फुल्छ क्या फेरि यस्तो फुल पनि फुल्छ आज चाहिँ छैन अनि यसको मैले कहाँ राखेँ फेरि यहाँ रहेछ जङ्गल मिताइन यस्तो जङ्गल छ कि घरतिर जस्तो अरे बा एकरी त जापान गएको थिएँ होइन तर किन जङ्गलको भिडियो मात्रै हाल्छ भनेर भन्यो भने किनकि मलाई आर्टिफिसियल ठाउँहरू मन पर्दैन त्यसैले म नेचुरल ठाउँहरू मात्र एक्लै जाने गर्छु जहाँ कि त्यहाँ चाहिँ पैसा पनि पर्दैन टिकटको हिही मेरो आइडिया भाइ द वे मलाई जङ्गल मनपर्छ नि त धेरै अनि त्यस्तो जङ्गल बस्ने मान्छे त त्यस्तो जङ्गल मनपर्ने मान्छे त घरमै बस्नु के त के खोज्न गएको हो र त्यत्रो पैसा तिरेर भन्नु होला अरे बा घर बसेर पनि पाउने के हो र जति काम गरे पनि जति कमाए पनि पुग्ने होइन हुन त यहाँ आएर पनि कमाएर मैले के चाहिँ गरेको छु र कस्तो सिँगाना हो आएको ऋण पनि तिरिसकेको छैन यो मान्छेहरू चाहिँ कति लखर आयो हो म भएको ठाउँतिर यता चाहिँ रुखहरू काटेर यस्तरी राखेको छ अनि र अघि चाहिँ म यता यतिकै आउँदै थिएँ नि त साथसँग बोल्दै आएको त्यही भएर मैले भिडियो बनाएको थिएन अनि फर्किने बेला चाहिँ बनाउँदैछु मान्छेमा त बोल्दै बन्द हुन्छ मेरो मलाई चाहिँ नि मेरो फेस देखाएको छ कि छैन मैले भिडियोको लागि यस्तो स्ट्यान्ड किनेँ कि तर मैले बनाउनै पाएन साथी नै सँगै एक्लै रङ्गीचङ्गी ओहो मजा आयो आज त एक्लै मेरो फ्रेस भयो कति रुममा मात्रै कोचेर बस्नु केही त छैन भन्नु होला केही त छैन के देखाउन खोजे अब यो केटीले भिडियोमा भन्नु होला मेरो ताइना तैको गफ सुनेर बस्नु अब आयो के देखाउनु हो र अनि यस्तो जङ्गलमा आएर मैले यस्तो जङ्गल बाहेकमा अरू केही देखाउन सक्दिनँ किनकि म जङ्गली होइन यस्तो भिडियो हेरेर त कसले भन्ला र यो जङ्गली होइन भनेर म जङ्गली नै हो मलाई जङ्गलै मनपर्छ त अब यसमा मेरो के दोष ओ ओ ओ ओ ओ यता चाहिँ बाइक पनि कराए घाम लागेको छ यस्तो राम्रो
अनि यस्तो जङ्गलमा पहेँलो पहेँलो भइसकेको छ। अब म फर्केन भने मलाई भूतले खान्छ। भूतदेखि मलाई डर लाग्दैन, मलाई मान्छेदेखि डर लाग्छ। यो कुरा त मैले भिडियोमा धेरै भनिसकेको छु। मलाई मान्छेहरूसँग एट्याच्ड भएर कनेक्ट भएर होइन बस्न मन लाग्दैन कि। मलाई यस्तै एकान्तमा आएर त्यो प्रकृतिसँग नजिक हुन मन लाग्छ। हेर्नु ल, यो तल यस्तो छ है, सुक्खा सुक्खा जङ्गल। अनि यहाँ चाहिँ पोखरी पनि छ। यो पोखरी हराइसक्यो। हामी चाहिँ पोहोर आएर यहाँ होइन यति धेरै साइकल चलाएर खेलेको थिएँ नि। आज चाहिँ मैले यहाँसम्म साइकल लिएरै आएको छैन कि, किनकि त्यो पर चाहिँ गेम भइरहेछ अनि मान्छेहरू प्र्याक्टिस गरिरहेछ। अनि त्यस पछाडि मैले साइकल लिएर आयो भने चाहिँ तिनीहरू हिँड्न पाउँदैन। त्यही भएर म एक्लै आएको साइकल राखेर। दुईचोटि म साइकल पुऱ्याउन गएँ नि। अब म फर्किन्छु। यो चाहिँ हाम्रो ठाउँतिर जस्तै जङ्गल छ कि। यही ठाउँमा ठ्याक्कै 1 वर्षपछि यही लुगा, यही ज्याकेट अनि यही प्यान्ट लगाएर चाहिँ म एक्लै आएँ। पहिला चाहिँ 3 जना आएको थियो, अहिले चाहिँ म एक्लै आएको छु। बोल्न नै आउँदैन। जति सोसियल मिडियाहरूमा एक्टिभ भयो त्यति नै बोल्न अनि यस्तो गफ लाउन आउँदो रहेछ कि। तर यो जति हुन्छ नि नबोली बस्यो, जति टाढा भयो त्यति बोल्नै आउँदैन रहेछ कि। कहाँबाट सुरु गर्नु अनि के भन्नु, न मलाई केही ज्ञान गुणका कुरा पनि आउँदैन। अनि त्यस पछाडि न मलाई नाच्न नि आउँदैन। अनि त्यस पछाडि न मलाई गाउन नि आउँदैन। अनि देखाउन चाहिँ के देखाउनु। अनि त्यस पछाडि हेर्नेलाई पनि यसको भिडियोमा के चाहिँ छ र हेर्नु जस्तो लाग्छ होला। आए तर म तपाईँहरूलाई देखाउनलाई मात्रै बनाएको होइन कि। यो चाहिँ मेरो मेमोरीको लागि पनि बनाएको हो गाइज। किनभने सधैँभरि त म यही एजको त हुँदिनँ। म यस्तरी उमेर ढल्किँदै यस्तो हुन्छ नि त। त्यही भएर म बुढी हुन्छु, त्यति बेला हेर्छु ए म एक्लै पनि यसरी एक्लै घुम्न सक्ने भएको थिएँ है भनेर हेर्नको लागि बनाएर राख्छु, पोस्ट गर्छु। जाडोले सिँगान पनि चुइसक्यो। यो हात्ती जति लामो भए पनि बनाउनु सक्दैन रहेछ। अनि यहाँ चाहिँ के छ, यता चाहिँ यस्तो छ। आया म त अलिकति हिँड्ने बेला बित्तिकै सास फुलेर आउँछु। के रहेछ यहाँ, वा यस्तो रहेछ नि, केही त छैन रहेछ। कुनै जमानाको पोखरी भएको रहेछ यहाँ, अहिले हराएछु। ल म जस्तै तपाईँहरू पनि एक्लै हुन्छ नि कहीँ घुम्न जानलाई चाहिँ साथी छैन भन्दै रुमभित्र कोचेर बस्नुहुन्छ भने त्यसरी चाहिँ नबस्नु। घुम्न निस्किनु यसरी फ्रेस हुन्छ। घरबाट एक्लै बस्नु पनि गाह्रो हुन्छ। यो चाहिँ के हो, बाँस रहेछ। भन्न त धेरै कुराहरू भन्न आउँछ तर सबै कुराहरू यसरी भने पनि राम्रो हुँदैन। हामीले राम्रो सोचले भने पनि सोच्ने मान्छेहरूले राम्रो सोचले सोचिदिँदैन। अनि त्यस पछाडि नराम्रो भने पनि अब के भन्नु र। जसको लागि जति सोचे पनि जे गरे पनि आखिर खुसी हुनुपर्ने आफू एक्लै हो होइन। रुने बेला नै एक्लै, रमाउने बेला मात्रै हो दुनियाँ। ए हेर्न त्यो त कस्तो आम्मा आजभोलि त कति हाँसेको कति इत्रेको रे भाइ। रुने बेला तिमीहरूले देखाएको छ र रुयो भने पनि हेर्न छ्या लाजै नभइकन हुन्छ नि। के नाटक देखा होला रे। अब नाटक देखाएको र के त त्यो त भोग्ने मान्छेहरूलाई थाहा हुन्छ कस्तो कुरालाई नाटक भन्छ। ओए मेरो के उडेर आयो हो। यो चाहिँ हो कि मलाई मनपर्ने सिन भनेको, यो चाहिँ हो कि
यस्तो राम्रो छ नि म त छोडेर जाँदिनँ होला जानै मन लाग्दैन मलाई यस्तोहरू देखेपछि ऊ माथि प्लेन पनि गइरहेछ कहिले जानु म यो प्लेनमा घर चढेर कहिले म यो प्लेन चढेर घर जानु भने कहिले जानु म यो के अरे घर चढेर प्लेन रे कस्तो उल्टो बोल्यो होला बोल्न नि अब यहाँबाट एउटा दुइटा फोटो खिच्नु पर्यो आफै एक्लै हेर अर्चना तपाईँ नआएर म एक्लै घुमिरहेको छु सिर्जनालाई त के भन्नु उसको त काम छ उसको शनिबार र आइतबार काममा जानुपर्छ अब बाँकी रहेको तपाईँ र म हो तपाईँ पनि आउनुहुन्न अनि म एक्लै आउँछु यसरी हामी पहिला नै आएको थियो नि यहाँ चटपटी बनाएर खाएको थिएँ सायद यो वर्षको अब लास्ट होला अर्को ठाउँ गएपछि यस्तो जङ्गल छ कि छैन होला मलाई त पिर पो गर्न लागिसक्यो त अन्त हजुरबा कि हजुरआमा आउँदैछ मलाई लाज लागिसक्यो अब बोलिदिनु पऱ्यो हाई 他の人は他の人はない私一人で来た一人きりはい日本どういいな日本はいい楽しいなはいする面白い日本のと3種類よはい日本のと結婚すりゃお前住民票取れるもんああ私は日本人と結婚しないしないのかはい友達だけいいと思うそれぞれ日本住めるもんはいずーっと日本のいいよ面白くてはい面白いでも今まで行ったことがないから行くつもりです気をつけてよはいオッケー女の子一人じゃ危ないではいね夜は気をつけてよはいありがとうございますはい気をつけまあますここらないけどさはいあんまり人気のないところと危ないでなはい女の子は暗くなるとそうですうんはいありがとうございます怖いでねはい治安はいいで日本ははいありがとうございますは心配いすることないではいさよなら मेरो साथले के भन्यो भने पनि बुझेन के पनि आई लाज पो लाग्यो भन्नुभएको चाहिँ यता यस्तो जङ्गल छ केटी मान्छे एक्लै हिँड्न राम्रो छैन खतरनाक छ भनेर भन्नुभएको मैले पनि हस् बुझेँ भन्ने तर जापानिज बुझ्नेहरूले चाहिँ भन्नु होला यसले के सोधिरहेछ के आन्सर दिइरहेछ आए किनभने म बोल्दिनँ नि त खासै धेरै बोल्नलाई चाहिँ बोल्छु होइन तर यसरी अचानक मान्छे भेटेर बोल्दाखेरि मलाई आएको कुरा पनि बिर्सिन्छु कि मैले के भन्नुपर्छ भनेर अब यहाँ चाहिँ यस्तो राम्रो देखा होला नि यहाँ अब म यहाँनिर भिडियो बनाउँछु कतिजनाले त नि यस्तो चराको भोइस पनि सुनेको छैन होला नि जापान आएदेखि किनभने उनीहरू त ठुल्ठुलो बिल्डिङ भएको ठाउँतिर बसेको छ नि त म चाहिँ यस्तो जङ्गलमा छु त्यही भएर यस्तो चाहिँ म सुन्नको लागि होइन रुमबाट शनिबार आइतबार हुने बित्तिकै उठेर निस्किहाल्छु तर जहिले सोध्छु कि तर मलाई अल्छी लाग्छ अनि त्यही भएर जागर चलेको दिन चाहिँ म फटक चाहिँ उठेर हिँडिहाल्छु आज पनि म एक्लै आएको थिएँ कस्तो अब चाहिँ जाडो भइसक्यो कि सिँगान चुना लगाइसक्यो क्या त्यही भएर अब म चाहिँ फर्किन्छु यस्तो राम्रो ठाउँ छ म छोडेर जाँदैछु हेर्नु सुन्नु ल चराको आवाजहरू तपाईँहरू म केही पनि बोल्दिनँ चराको आवाज मात्रै सुनेर बस्नु वा कति मजा छ नि कति आनन्द छ नि सायद म नि चरा भइदिएको भएदेखि उडेर थरी थरी ठाउँहरूमा जान्थेँ त्यहाँनिर नि चरा छ मेरो हातै गल्यो मलाई चाहिँ लास्टै हात गल्छ कि अब यस्तो भइसक्यो अँधेरो अँधेरो भइसक्यो म खाएर नाइतो भन्ने बेला भइसक्यो यो रातो घेरा हो कि हो मलाई थाहा छैन म चाहिँ जान्छु मन पर्यो यो के हो यो रातो घेरा यो के हो तिमीहरूले कमेन्ट गर्नु ल वाउ यस्तो राम्रो चरा छ नि ए हेर्नु सुकेर यस्तो भइरहेछ कि यतातिर खासमा मैले भिडियो चाहिँ यता बनाउनु पर्थ्यो नि अघि न केही छैन जाँगर चल्यो भने म अर्कोचोटि पनि आउँछु यहाँ अब यहाँ धेर छैन नि त यो ठाउँ बस्ने त 2 महिना मात्रै हो 2 महिना मात्रै हो 2 महिनामा म आउँछु यहाँ फोटो खिच्नु पर्छ त्यो रुकेको आहा
चरा कराइगयो पनि सुलिरहेको छ बिचरा यिनीहरूलाई पनि भोक लाग्छ होला नि के खान्छ होला यिनीहरूले अघिदेखि घर चाहिँ यहाँ सायद यिनीहरूको गेम सिद्धि होला कोही बाइक लिएर आउँछन् कोही के लिएर आउँछन् भगवान् म चाहिँ कहिले बाइक किन्नु होला यस्तरी ढुवाइ पारेर हिँड्नलाई एउटा साइकल किन्ने त त्यो के भन्छ औकात छैन बाइकको सपना देख्छु म यस्तो राम्रो छ यहाँतिर हुनुपर्ने हो क्या हाम्रो स्कुल र होस्टेल पनि कस्तो टाढो उतातिर छ कि त्यही भएर यता त खासै केही नै छैन यहाँ भएको भए त सहिले म यो जङ्गलभित्र आएर बस्थेँ हो ल म चाहिँ फाइनली फर्किन्छु होइन यदि तपाईँहरूले यो भिडियो हेर्नुभयो भने होइन अनि त्यस पछाडि यदि मैले यो भिडियो युट्युबमा हालेँ भने तपाईँहरूलाई के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट गरिदिनु ल अनि त्यस पछाडि म चाहिँ अब जाँगर चल्यो भने यस्तै गरी अर्को ठाउँतिर नि जान्छु तर म फेरि यहीँ आउँछु मलाई चाहिँ यो ठाउँमा जति आयो भने चित्तै बुझ्दैन कि आइराख्न मन लाग्छ अरू आर्टिफिसियल ठाउँहरू हुन्छ नि त्यस्तो ठाउँ भएको भए चाहिँ म एकचोटि भन्दा अर्कोचोटि जान मन लाग्दैन मलाई तर यस्तो नेचुरल कुराहरू हुन्छ नि त्यस्तो ठाउँमा चाहिँ म जति आयो भने मलाई चित्तै बुझ्दैन कि अनि मैले साथीहरूलाई घुम्न जाऊँ न भन्यो भने कहाँ भन्छ अनि म चाहिँ यस्तै जङ्गलको ठाउँहरू भन्छु अनि त्यसपछि छ्या अन्त नजाने भन्छ अनि किनभने साइकलमा हिँड्नु पर्छ नि त अनि साइकलमा हिँड्दा चाहिँ कति गाह्रो हुन्छ अनि गाह्रो त हुन्छ तर मलाई आएपछि चाहिँ यस्तो ठाउँमा आएपछि चाहिँ आनन्द लाग्छ क्या आयो आनन्द लाग्छ अनि त्यही भएर आउँछु अनि 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 त्यही भएर म एक्लै आउँछु अनि त्यही भएर मेरो साथी छैन अनि मैले भन्न खोजेको कुरा चाहिँ यदि मैले यो भिडियो मलाई मन लाग्यो र जाँगर चल्यो भने एडिट गरेर हाल्छु अनि त्यस पछाडि के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर गरिदिनु ल बाई आजलाई यति नै सी यु नेक्स्ट ब्लग नेक्स्ट कहिले आउँछ थाहा छैन एक हप्तापछि या एक महिनापछि किनभने म कन्टिन्यू गर्दिनँ नि त दिस इज माई मेमोरी एक्लै हिँड्नुको मजै छुट्टै बाई